त्यो समय चाहिँ हामीले 20 मिनेटभन्दा धेरै पचाउन सकिँदैन भन्ने कुरा। यसमा पनि त्यहाँ 20 मिनेट पछि डक्टर आधी घन्टा पछि डक्टर आएन 20 मिनेट उनीहरूले कसरी पचाउँछ त? 20 मिनेटभन्दा पचाउन नसक्ने समय दियोस्, आइसियु दियोस्। पहिला के भनेको थियो कि थिएन? हामीलाई केही पनि नभनिकन अपरेसन भयो। हामीले 24 घन्टा आइसियुमा राख्यौँ। आइसियु नै होइन रहेछ। ओपिडी हो त्यो रहेछ आइसियु नै रहेछ। हामीले आइसियु किन दिएन भन्दाखेरि ठुलै छ हस्पिटल यो अगाडिको भागमा थियो पछाडिको नि हो। खाली छैन नदिएको अनि पछि उहाँले आइसियु छैन भन्ने कुरा नि भयो क्या हामीलाई। अनि आइसियुमा 24 घन्टा राखेपछि बाबुले बिस्कुट र चिया खुवाएर हामीले वार्डमा निकाल्यौँ 24 घन्टापछि बोल्नु भएको। अनि हुइचारबाट निक्लेर बाबुले यति दाल खाएर सुताएर फेरि उठेर मैले घोटु पारेर बच्चालाई तान पारेर दुध खुवाएर फेरि मैले खेलाएँ। बाबुले लिग्यो फेरि उठ्यो पिसा पनि जान्छु भने उसैले टोइलेट लयो ल्यायो। अनि फेरि बेलुका 4 बज्यो। अनि मलाई भोक लाग्यो खाजा खुवाउनु भने खाजा खानु हुँदैन भनेपछि यति चाउलो र 2टा अन्डा मैले खुवाएँ। मैले ल्याइदिएँ उसले खुवाइदियो। त्यहाँबाट उसको बाउ छोराले 2जनाले 2टा हातमा समातेर एकछिन हिँडायो। मैले बाबुलाई अस्मितालाई हिँडा अनि खाना खान जा भने अनि सर्रक्कन हिँडाएँ। उनीहरूले हिँडाएर उनीहरू खाना गयो। पङ्खा हल्का लगाएर ब्ल्याङ्केट ओढेको थिएँ। मम्मी जाडो भयो बन्द गरिदिनु भने मैले बन्द गरेँ। मम्मी मलाई गाह्रो भयो उठाइदिनु न भने फेरि मैले उठाइदिएँ। म सँगै म त जन्मिने हस्पिटल गएदेखि बच्चा काखमा डक्टरले दिएको अहिलेसम्म बच्चा काखमै छ। ऊ पनि मैसँग थियो कि त्यहाँबाट मम्मी गाह्रो भयो उठाइदिएपछि अनि मलाई उसले पेट यसरी समाथ्यो क्या। मम्मी मलाई कस्तो गाह्रो भयो गरेर खोकियो। अनि खोकेपछि उसलाई कप आयो। अनि म त के थाहा पाऊँ त्यहाँ केही पनि छैन। अनि आत्तिएर कचौरा थाप्नु गयो त्यो ब्लड वाक्यो कि वाक्यो भने कप आयो कि ब्लडको कप आएर फुक्यो। अनि म त त्योमा थाहा कि अनि सिस्टर ब्लड आयो। अनि म त त्यो गाह्रो हुने बित्तिकै सिस्टर बोलाउन गएँ। छिटाउनु न मेरो बिरामीलाई गाह्रो भयो ल जानु हामी आउनु भयो भने पछि आउनु भयो। अनि आएर अनि हेर्नु सिस्टर रगतै बमिट गरेर छिटो डक्टर बोलाइदिनु अपरेसन गरेको डक्टर बोलाउनु किन रगत आयो त के नगर्नु यो त हामीले अपरेसन गरेर यहाँबाट पाइप हालेर यो तारेको हुन्छ। अनि त्यही भएर कप आएको अरू तपाईँले यो घरमा त्यस्तो गरिदिनु अनि कप सबै जान्छ राम्रो हुन्छ भन्नुभयो क्या उहाँले। अनि अब हामी पनि त होला हामी त डक्टर होइन नि त त्यहाँ त बाँच्न गएको छौँ। अनि होला भन्ने मेरो कान्छो छोरोले पछाडि ढाडमा यसो गरेँ बाबुहरू पनि तुरुन्तै आइदियो। यसो गरेँ म कचौरा थापे फाले कचौरा थापे फाले नभ्याएर उसले 2टा हातमा ब्लड थापे त्यसै बसेको होइन नि त यो बाबु त 2टा हातमा ब्लड थापेर फाले उसले नभ्याएर मैले कचौरा थाप्नु नभ्याएर। अनि सिस्टरले डक्टर बोला छिटो डक्टर बोलाइदेऊ छिटो आइसियुमा लैजाऊ भने म रुवाछु ऊ रुवाछ। हामी त्यहाँ बिचतली भइसक्यो बिरामीले 2टा हातले बिचरा त्यो खोक्दा एउटा हात छोडिदिइसक्यो उसले त्यही खोके बमिट गरेर ए बाबा खोकी भएर रगत आइसियुमा लैजाऊ डक्टर तुरुन्त आउनु पऱ्यो नि त त्यस्तो केसमा। उहाँहरूले तुरुन्तै आइसियु दिन सक्नुहुन्थेन भने उपस्थिति हुन सक्नुहुन्थेन भने किन रिक्स लिएर उहाँले अपरेसन गर्नुभयो त्यो हस्पिटलमा। हामी त सुरु 1 महिना बच्चा पेटमा आएदेखि फलोअपको लागि उहाँसितै गरेको हो नि त। अनि के भयो डक्टर आधी घन्टा भइसक्यो सिस्टरलाई मैले कराउँदा गर्दा बोलाउनु भयो फोन गर्नुभयो डक्टर आउनु मैले सुनिरहेको छु। डक्टरले के भन्नुभयो इमर्जेन्सी हो कि नर्मल हो डक्टर इमर्जेन्सी हो आउनु न। फेरि फोन राख्यो अनि सिस्टर छिटो अक्सिजन लगाइदिनु सिलिन्डर छैन सेक्युरिटी गरेर सिलिन्डर त्यहाँबाट सिलिन्डर ल्याएपछि सिस्टरले लेखिदिनु भयो। फेरि बाबुलाई पहिला औषधि लिन पठायो फेरि औषधि ल्याएर एउटा औषधि यसमा लगाइदिनु भयो। त्यहाँबाट अनि फेरि झन् बढी भयो। अनि फेरि बढी हुँदाखेरि बाफ लगाइदेऊ अक्सिजन लगाइदेऊ न आइसियुमा लैजाऊ। फेरि बाबुलाई लेखेर के लिन पठाउनु भयो बाफ लाउनु लिन पठाउनु भयो। थोरै त्यहाँ दम भएर गएको उहाँले बाफ लाउनलाई जब रगत आइसियु तुरुन्तै त्यहाँ डक्टर बोलाएर आइसियु लानुपर्छ पनि त्यो डक्टर आधी घन्टा 15-20 मिनट आउनुपर्छ पर्दैन। मैले अपरेसन गरेको डक्टर बोलाऊ भन्दाखेरि अपरेसन गरेको डक्टर यहाँ हुनुहुन्न अरे कहाँ हुनुहुन्छ भरतपुर बस्नुहुन्छ अरे। भरतपुर बस्ने डक्टरले यहाँ किन केस हेर्नु भयो होइन त्यही बस्ने डक्टरले गर्नुपर्थ्यो सक्नुहुन्थेन भने उनले आफ्नो हस्पिटलमा लगेर हुन्थ्यो नि त भरतपुरमा। अनि त्यो राउनु बस्ने डक्टर किन आउनु भएन आधी घन्टा अगाडि बोलाउँदा त्यो डक्टरले जब मोबाइल हेर्न किन गइन्छ त्यो हस्पिटलमा त बिरामीको स्याहार गर्न जाने हो। उनीहरू मोबाइलमा बेलुका भएपछि च्याट गरेर त्यो मोबाइल किन लिन्छ। अब यो सिस्टम पनि हटाउनुपर्छ। जतिजना हुनुहुन्छ नि कर्मचारीहरू उहाँहरू चाहिँ आफ्नो ड्युटीमा मोबाइलै नदिने सिस्टम गराउनु पर्ने हुन्छ। त्यो पीडा मैले कति भोगेको छु कि आइसियु पनि पाइएन है। त्यहाँ पछि हामी रुँदा कराउँदा उहाँले छैन डक्टर आधी घन्टा पछि आउनुभयो। आइसियु लैजाऊ आइसियु यो बच्चा मैले छोकेको छैन म त बिरामी चाहिँ उहाँ रगत थाप्दाको हैरान छु बाफ लगाइदियो मान्छे त्यो त आँखा फर्काइसक्यो आइसियु लैजाऊ बल्ल बल्ल डक्टर आइसियु भन्नुभयो आइसियु छैन यहाँ
तपाईँ बाहिर आउनुहोस् यहाँ आइसी छैन आधी घन्टा आएपछि कति सन्चै क्या उसको बुढी मरेको भए के गर्थ्यो उसले उयो बालेन्साले भने जस्तो सिंहदरबार जलाउँछ उसले हस्पिटल जलाउँथ्यो होला यहाँ आइसी छैन यहाँ आउनुहोस् रे बाहिर गएपछि मोटो मान्छेलाई अपरेसन गर्दाखेरि रगत सफा नभएपछि त्यो रगत फोहोर रगत गर नलीमा फोक्सोमा गएर अड्केपछि यस्तो हुन्छ तपाईँको मुटुहरू चेक गराउनुपर्छ भरतपुर लानुहोस् सिएमसी हस्पिटलमा लानुहोस् भने अनि ए बाबा आइसीमा राख्ने बिरामी छ म भर्खरको भर्खर लगेर आइसी पाउँदैन तपाईँ फोन गरिदिनुहोस् त्यहाँ अनि बल्ल म बिरामी लान्छु अनि ल्याउनु मेरो त्यो कागज ल्याउनु हो जहाँ कहीँ पनि त हामीले त्यो यो हस्पिटल अर्को हस्पिटलमा त कागज नहेरिकन हामीलाई उपचार गरिदिँदैन नि त त्यो हस्पिटलमा कुन औषधि चलाएको के रोगको औषधि चलाएको हेर्छ नि त त्यो हामीले भोगे खानु नि त माग्दाखेरि के भन्छ हामी डक्टरलाई फोन गर्नु चाहिँ तपाईँहरू जानुहुने एकजना बस्नु मेरो छोरो बस्यो अर्को होइन हामी त आत्तिएर रुँदा र कराउँदा अनि ट्याक्सी बोलायौँ ट्याक्सी क्यान्सिल गऱ्यौँ अनि हामीले एम्बुलेन्स बोलायौँ अनि एम्बुलेन्समा त्यहाँ लान सकेन त्यही कारण गयो क्या उहाँको त आधी 1 घन्टा 40 मिनट जति उहाँको समय त्यही लैदिनु भयो बाफ लाउने नआत्तिनु पर्ने डक्टर नआउनु अनि यो लापरवाही हो कि होइन त अनि त्यत्रो त्यहीँ गएपछि जब मान्छेको सास त्यहीँ गइसक्यो कि मेरो बुहारीलाई यति गाह्रो भयो नि 2टा हातले समाउँदै एउटा हातले समायो टिचर मैले भने अस्मिता तैँले नछोड्नु मलाई घाउ दुख्छ गाह्रो हुन्छ यो हात यहाँ राख भनेर अनि मैले हात यस्तो गराएँ टिचर उसले त्यही सास छोडिदिइसक्यो सानै विचारमा हाल्यो सकिएन उसले सास त्यहीँ छोडिसकेछ अनि हामी त्यही बेहोस भयौँ रुँदा कराउँछ त्यसलाई कति गाह्रो भयो गलीमा हालेर हामीले एम्बुलेन्समा हामी 9 मिनटमा हस्पिटल पुग्यौँ क्या 9 मिनटमा हस्पिटल पुग्दाखेरि त्यहाँको डक्टरले हामी जाने बित्तिकै भनिदिनु भयो कि डेट भइसक्यो तपाईँको बिरामीको अनि हामी त्यहाँ रुन कराउन लाग्यौँ अनि मैले डक्टरलाई झ्याप्पै समातेँ छातीमा मेरो बिरामी किन भर्खर ल्याएको किन डेट गयो भन्नुभयो मेरो बिरामी बचाउनुहोस् भनेर मैले 2टा हातले त्यो डक्टरलाई छातीमा समातेर हानेर त्यहीँ रुन खोजेँ हामी प्रयास गर्छु भन्नुभयो अनि फेरि जानुभयो उहाँले गर्नुभयो गर्न त अब नभएकोलाई गरेर के काम छ होइन हुँदै हामीले गर्न पाएको भए हुन्थ्यो नि त अनि उहाँ गर्न सक्नु भएन अनि पछि आउनुभयो अब छैन हामीले सक्दैनौँ उहाँको आधी घन्टा अगाडि नै डेट भइसक्यो हामीसँग पेपर छ त आधी घन्टा अगाडि भनेर डक्टरले साइन गरेर दिनुभयो हामीलाई त्यही भएर आधी घन्टा अगाडिसम्म त्यो डक्टरले किन खेलाएर राख्यो अनि यो त्यो सिस्टर र डक्टरको लापरवाही हो कि होइन त यो चाहिँ हामी हस्पिटलसँग दुश्मनी छैन हाम्रो हस्पिटल राम्रो होस् होइन तर त्यहाँ बस्ने चाहिँ कर्मचारी राम्रो आइयोस् लाइसेन्स बेचेको कर्मचारी हस्पिटलमा नबसोस् किनभने जानेर पढेर लाइसेन्स पाएको कर्मचारी मात्रै बसोस् र बिरामीलाई राम्रोसँग हेरचाह गरोस् किनभने हामी मर्ने मेरो हस्पिटल जाने होइन नि त हामी त बाँच्न जाने हो कि आदर बोकेर जाने हो नि त हस्पिटल भनेको त मर्न लाग्ने बात के राम्रो मान्छे लर त्यति राम्रो बुहारी मैले हस्पिटल लर मैले कपडाले बेरेर घर लाँदा मलाई कस्तो भयो यो छोरालाई कस्तो भयो मैले त्यस्तो राम्रो बुहारी पठाएँ मैले यो बच्चा आज लिएर बाटोमा बस्दा मलाई कस्तो भएको मैले पोस्टमेडममा लगेन डक्टरहरूले बेलुका भन्नुभएको थियो पोस्टमेडम गर्नु भन्नुभएको थियो ए बाबा मेरो बुहारी उनीहरूको लापरवाहीले ज्यान गएको छ अनि फेरि म त्यहाँ मेरो बुहारी झुलेर मरेर बिखाएर मरेर त्यत्रो भुँडी चिरेर सन नसकेर प्राण गएको छ फेरि म मरेको लासलाई पनि फेरि म पोस्टमेडम गर्नु यो त म गर्दै गर्दिनँ यो सोझै डक्टरको लापरवाही छ हामी 9 बजे गएको छौँ तिनीहरूले डिस्चार्ज बिरामीलाई रिफर गरिदिन्छ डिस्चार्ज गरिदिन्छ हामीलाई डिस्चार्ज गरेर चाहिँ कागज दिएका छौँ हामी त्यहाँबाट 9 बजे गएको छौँ उनीहरूले 10 बजेको डिस्चार्ज लेखिदिएको छ 10 बजे उहाँबाट फेरि हामीलाई फर्काएको कागज हाम्रो छ क्या फेरि उहाँबाट होइन यस्तो भयो पख्न बाबु त नबोल्न एकखेर त नबोल के म भन्दैछु हाम्रो मुचुटा कसरी उठेन भन्दाखेरि जब हाम्रो लास भएपछि हामीले ल्याएर हस्पिटल बाहिर राख्यौँ हामी लासै लिँदैनौँ भनेर हामीले बेलुका पनि अलिअलि झडप गऱ्यौँ होइन भोलिपल्ट गयौँ भोलि बिहान 10 बजे वार्तामा आउनु भने हामी वार्तामा गयौँ हस्पिटलमा छ हामीले दिँदाखेरि लावारी सच राख्नमा सेन टाउन ठाउँमा लएर राखिदिन्छ सेन टाउन ठाउँमा लएर राखिदिन्छ त्यहाँ पछि होइन लास चाहियो भने मैले अहिले पनि सरकारलाई भन्छु म निकाल्न तयार छु त्यो 3 महिनासम्म निकाल्न मिल्छ अनि बेलुका अनि के भयो त भन्दाखेरि त्यहाँ वार्तामा गल्ती भएको चेयरम्यानले भन्नुभयो अनि त्यो जुन त्यहाँ चाहिँ डक्टरहरूलाई ह्यान्डलिङ गर्ने अघि बाबुले भन्थ्यो मैले जानिनँ होइन अनि उहाँले पनि भन्नुभयो पछि उहाँले चाहिँ हाम्रो बोक्ने मिटिङमा माथि माग्नुभयो म माथि जान्छु गल्ती हाम्रै होला होइन तर हामी यो छानबिन गर्छौँ भन्नुभयो उहाँले त्यो भिडियो हामीले क्लिप चाहिँ छैन अनि पछि चेयरम्यानले भन्नुभयो गल्ती हाम्रो छैन भन्दैनौँ तर तिमीहरूको अगाडि हामीले गाली गर्न मिल्दैन हाम्रो डक्टरहरूको मन घट्छ अरे
मनोबल घट्छ प्लस मनोबल घट्छ। हामी सेफमा के गर्नुपर्छ हामी गर्छौँ। अब के गर भने अनि मैले के भने हामीलाई केही चाहिँदैन। दोषीलाई कारबाही होस्, बच्चालाई न्याय देऊ। हामीलाई न पैसाको डिमान्ड छ, न केही गर्नु, न केही गर्नु पर्दैन। मान्छेले छोडेर गइसक्यो, ए बाबा हामीलाई अरू डिमान्ड किन चाहिए? न्याय पाओस् मोर्नीले। अनि त्यो भन्दाखेरि उहाँले के भन्नुभयो भने हामीलाई चाहिँ कारबाही होस् भन्दा उहाँले के भन्नु भने त्यो डक्टर सिस्टरलाई यहाँबाट सर्वा गराइन्छ, अर्को जिल्ला पठाइन्छ। उनीहरूले उहाँ मजाले काम गरेर पैसा खान्छ। त यहाँ लड्दा तेरो सबै सम्पत्ति दिन्छ, त हस्पिटलसँग लड्न सक्दैन। त्योभन्दा राम्रो 2टा बच्चालाई पढाइदिन्छ अनि एउटालाई जागिर दिन्छ। घरभित्र फ्यामिलीलाई जसलाई दिए पनि जागिर दिन्छ। जागिर लिग बच्चा 2टा पढाइदिन्छु, स्वास्थ्य बिमा गरिदिन्छ। स्वास्थ्य बिमा सरकारले गरिदिए 1 लाख रुपियाँ फ्रीमा 12सम्म पढ्न पाएको। तिनीहरूले अनि रात चाहिँ केमा आयो 15,000को जागिरमा। त्यहाँबाट त्यति सहमति। त्यही पनि मैले के सोचेँ, हाम्रो मान्छे मरेर गयो, अब हामीलाई केही चाहिँदैन, होस् त्यतिमै भयो नि भनेर हामी चित्त बुझाएर फर्केर गयो। हामीलाई एउटा लिखित दिएनन् कि उनीहरूले। अनि हामी कसले चाहिँ उनीहरूले लिखित दिनुपर्छ पर्दैन त। हामीलाई लिखित नदिने अनि जागिर चाहिँ 6 महिना वर्ष दिनुपर्छ नि, 6 वर्ष पर्छ। हामीलाई लिखित पेपर छैन है। भएपछि भोलिपल्ट मेरो दाइले के भन्नुभयो, अनि हामी गयौँ चौकीमा। दाइले के भन्नु, हामीलाई लिखित देखाएन, हस्पिटलले बोल्यो नि, त्यो लिखित हामीले पाएन। नपाएपछि हामीले चौकीमा एउटा रिपोर्ट हाल्नुपर्छ। हस्पिटलको लागि एउटा रिपोर्ट हालेर हामी बलियो भएर अनि मात्रै हामीले लास उठाउनुपर्छ। छोरो ल म गई कागज गर्न ल हिँड भनेर मेरो कान्छो छोरो लिएर जाँदा हस्पिटलमा जाँदा कागज के छ सबै उल्टो कागज गर्छ ल होइन है। बाबु कोमामा अहिले बरु हेर्न हुनेछ, त्यतिखेर बाबु होस् छैन है, घुमेर कुनै भिडियोहरू हेर्न सक्नु होला कस्तो अवस्थामा त्यतिखेर। अनि त्यहाँ के छ, मेरो हस्पिटलको दोषी छैन, मेरो बुढी हार्ट एट्याकले मरेको छ, मेरो बुढी राम्रो निकालेको हस्पिटलबाट भनेर पुरा कागज मेरो जेठाजुले गरिदिएर अनि त्यो कागजमा उसलाई जबरजस्ती साइन गर्न लाग्यो। लास ल्याएर बुझेको यस्तै बोल्ने अवस्थामा त्यो कागज के को भन्ने थाहा छैन उसलाई। बोल्ने अवस्थामा छैन। अनि पछि ऊ होसमा आएर कागज हेर्दा यो कागज रहेछ। ए बाबा त्यो कागजमा चौकीमा म 1 हप्तापछि जस्तो मेरो अलिक होस आयो। त्यसपछि म चौकीमा गएर यिनीहरूलाई म अनि त्यहाँबाट बल्ल मुद्दा चौकीमा गएर म मुद्दा हाल्छु, यिनीहरूलाई केस गर्छु भनेको। चौकीले त मलाई यहाँ हुँदैन, तेरो मुद्दा लिँदैन, ल हेर तेरो कागज यहाँ यस्तो भयो भने चौकीले मलाई त्यो कागज दियो। अनि म वडामा गयो, मेरो दर्ता वडाले लिएन, नगरपालिकाले लिएन, चौकीले लिएन, जिल्लाले लिएन, सिडिओले लिएन। अनि त्यसपछि मलाई केही पनि चाहिँदैन, मलाई निष्पक्ष छानबिन गर, दोषी छ भने कारबाही गर, मलाई यति हो। तपाईँहरूको केही मागहरू बनाउनु भएको छ? छैन केही माग। अहिले हामीले केही राखेन। हामीलाई 2टा बच्चालाई न्याय दियोस्, चाहिँदैन 2टा बच्चा, त्योलाई कारबाही होस्। मेरो आँखा अगाडि बुढी मरेछ। किनभने 20 मिनटसम्म चाहिँ हामीले हस्पिटल लान पाएको भए हाम्रो मान्छे बाँच्थ्यो नि त। बच्चाको भविष्य पनि छ, भावना मात्रै बखेर हुँदैन। अब घटना घटिसक्यो, तपाईँले न्याय पाए सँगसँगै बच्चाले पनि न्याय पाउनुपर्छ भनेर तपाईँले भन्नुपर्छ। अब बच्चालाई त न्याय त दिनुपर्छ। अहिले तपाईँलाई आलो घाउ दुखिरहेछ, आलो घाउ छ, दुखिरहेको छ, तर भविष्यमा तपाईँको पनि त स्वास्थ्य सुरक्षित त छैन नि त। यहाँ त कसैको केही पनि सुरक्षित छैन। तपाईँ त घाइते बाल जस्तो हुनुभएको छ, तर बच्चाको भविष्य पनि त तपाईँले त विचार गर्नुपर्छ नि। त्यो भएर बच्चाको न्याय पनि तपाईँले चाहिँ जोड्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो बच्चालाई म साल दिएर भए म कमाएर पाल्न सक्छु। मलाई चाहिँदैन, मेरो बच्चालाई म पढाउनु ल्याउनु सक्छु। मलाई त्यो 2टा डक्टर, त्यो 4जना अपरेसन गर्ने टिम, त्यो राउन्डिङको डक्टर, त्यो 2टा नर्स, तिनीहरूले मारेको हो। आँखा अगाडि नै तिनीहरूलाई कारबाही हुन्छ। उहाँहरूको चाहिँ फोटो छैन डाक्टरहरूको चाहिँ? सबै मसँग यहाँ डकुमेन्टहरू छ। प्रिन्ट गरेर यहाँ राख्नु न पऱ्यो। त्यस्तो नि हुन्छ, मान्छे मारे उहाँले काम नभएको कमजोर 4 दिन भइसक्यो त। अनि यस्तो घाममा नपानी न के, अनि मान्छेले एक छाक नखाँदा अब हामीले तपाईँलाई हाम्रो तर्फबाट गर्न सक्ने केही छैन। तपाईँहरू सँगै सडकमा आएर तपाईँहरूको आवाज बोल्नु थाल्यो भने अहिले हामी केही गर्न सक्दैनौँ। महिला तथा बालबालिका मन्त्रालयलाई चाहिँ समन्वय गरिदिन सक्ने कर्मचारीहरू त पुरानै छन् नि। उनीहरूलाई चाहिँ यस्तो अवस्थामा तिमीले किन देखेनौ, तिमीहरू चाहिँ किन दृष्टिविहीन भयो त्यो विषयमा भनेर भन्न सक्छु। सिडिओ साहबसँग कुरा गरौँला। त्योभन्दा बाहेक हामीले गर्न सक्ने अहिले केही छैन। सरकारसँग हाम्रो एक्सिस छैन। म
मैले गर्न सक्ने केही होइन। म तपाईँहरूलाई भेट्नको लागि तपाईँहरूको आन्दोलनप्रति एकबद्धता जनाउनको लागि आएको मैले भिडियो देखेर आएको मेरो अरू कुनै उद्देश्य पनि होइन। तपाईँलाई भेट्छु एकदमै बच्चा रहेछ, म पनि आमा हुँ, बच्चा अब हाम्रो यथार्थ बुझिहाल्नु भयो के अरे होइन सुनिहाल्नु भयो। कतिले त अब हाम्रो यथार्थ थाहा छैन नि त, आउनु भएको छ भिडियो मात्रै बनाउनु भएको छ, बोल्न नसक्छ, माइक लानु भएको छ, सोध्नु भएको छ, जानु भएको छ होइन। अनि न्युजहरू अब कस्ता कस्ता आयो होला नि, तर यथार्थ त तपाईँले मसँग सोध्नु भयो नि त, किनभने मेरै हातमा परान गएको नि त। उसको त अब त्यहाँ जन हस्पिटल लैदिएको अघि र पछि लानेदेखि त सबै कुरा त थाहा छ नि त। अहिले यहाँ अभियन्ताहरूले जो सहयोग गरेका छन् चाहिँ कसैले पनि सहयोग गरेन। कुनै आउने व्यक्तिहरूले मन हुनेहरूले चाहिँ कसरी पानी फेरि भएको छ, कसरी ठुलो बाबुलाई खानेकुरा दिनु होइन। भएको यहीँ छ। बसेर तपाईँहरूको आवाज राइज सम्बन्धित ठाउँमा पुर्याउने, कोही वकिल आएर तपाईँहरूको मुद्दा म लड्छु, दर्ता गराउँछु भनेर त्यो ढङ्गको सहयोग भनेको मैले। त्यस्तो चाहिँ अब कोही पनि निक्लिनु भएको छैन। अब जति पनि तपाईँहरूलाई आउनुहुन्छ, वकिल चाहिन्छ भने मैले वकिल पनि खोजिदिन सक्छु, त्यसको शुल्क तिर्न पर्दैन तपाईँहरूले। उसले तपाईँहरूको पक्षबाट गर्नुपर्ने कागजी कामहरू तपाईँहरू कसरी स्ट्रङ हुनुहुन्छ त्यो कामहरू चाहिँ गर्नुमा सहयोग गर्न सक्छ। तर हामी सहयोगी मात्रै हो दिदी, हामी नियमनकारी निकायको मान्छे होइन। तपाईँहरूलाई सहयोग कुन ढङ्गले पुग्छ, हामीले के गर्दा चाहिँ तपाईँहरूलाई सहयोग पुग्छ, यहाँ कसरी बस्नु भएको छ, राति सुत्ने साथी हुँदैन कि, या उसलाई गाह्रो पर्दाखेरि डाक्टरहरू आउँदैन भने त्यो समन्वय डक्टर त आउँदैन, कोही पनि अहिले मान्छे हिजो त्यो समन्वय बाहिरको यही माइती घरमै बिरामीहरूलाई उपचार गर्ने डाक्टरहरूको समूहहरू छ। समूह छ भने त्यो समूहले अहिलेसम्म के समन्वय नगरेर समन्वय नगरेर उहाँहरूले खाना खाएर आवश्यक छ भनेर मन गरेर चाहिँ आउने हो। खान्न नि अरू डाक्टरहरू पनि यस्तो कस्तो हुन्छ भने उहाँ त सडकमा हुन्छ नि त, उसको त लाइसेन्स उसको करियरसँग सम्बन्धित कुराहरू गराउँछ नि त बाहिर आएर कुन डाक्टरले समस्या भयो भने डक्टर भनेर हामीले सबै डक्टरलाई दोषी पनि देखाएन होइन। सबै डक्टर तपाईँले राम्रै मात्र होइन, यहाँ त अनसन बसेर मान्छेहरूको तपाईँले विभिन्न समस्याहरू हुन्छ नि त, यो त हाम्रो बडी विभिन्न हर्मोनको समस्याहरू हुन्छ नि। जो कति डाक्टरले गर्दैन सामान्य डाक्टरहरू हुन्छ उहाँहरूलाई पनि यस्तो छ हिजो यहाँ कस्तो आपत त्यो मान्छे ढल्ने बेला भएको छ, डक्टर आएर एम्बुलेन्स ल्याएर गहीँ गहीँ पारेर उठाएर लग्यो भने मात्रै उपचार गर्ने रे, यहाँ कसरी चलाउनु फेरि आएर प्रेसर र के चाहिँ गरेर जानुभयो। तपाईँहरूको सम्पर्क छैन भने म सम्पर्क गर्छु डाक्टरसँग चाहिँ। अहिले त्यो एउटा बहिनी आएर त्यही पनि त्यो बहिनी